हेलो गाइज वेलकम ब्याक टु माई अनदर भिडियो। सो सबजना सन्चै अनि आरामै हुन्छ होला, यो सबजना सन्चै हुन्छ होला। सो न्यू भिडियो लिएर आइसकेको छु। सो भिडियोलाई चाहिँ लास्टसम्म हेर्दैन होला। सो गाइज म चाहिँ आफ्नो आजको सधैँको दिन जसरी नै आफ्नो पागल खानाको ड्रेस र जन्जिर घाँटीमा फिटेर लागे आफ्नो पागलहरूले भरिएको कलेजतर्फ। शङ्खमुलको पुल बुटमा फुलेछ फुल, मान्छेहरूको हुलले गर्दा हिँड्न कठिन यो दुईवटा साम्राज्य जोड्ने गनाउने पुल छोडेर लागे म आफ्नै कलेजतर्फ। कलेज जान अल्छी लागेर हाइक गर्दै बङ्गलामुखीको मन्दिरलाई बाई गर्दै म लागे आफ्नै बाटोतिर। 35 मिनटको हिँडाइको अपार सफलतापछि म पुगेँ आफ्नो पागल खाना र देखेँ त्यहाँ पागलहरूलाई। शाबाश बेटा, बहुत बढिया। आफ्नो भविष्य भन्दा नि अँध्यारो थुतुन लिएर क्यामेरा अगाडि आफ्नो कपाल मुसारिरहेका म भन्दा राम्रो कोही छैन भन्ने मेरो साथीहरूलाई हेर्नुहोस्। यतिकैमा गैँडाको सिङ जसरी आफ्नो नाक टल्काउँदै आयो चितवनको गैँडा, जसको नाम हो सन्दीप गोम। चन्द्रमामा रहेको खाल्टा जस्तै आफ्नो गालामा पिम्पलहरूले पारेको खाल्टाहरू देखाउँदै मेरो साथी हाँस्दै बसिरहेको थियो। यतिकैमा 4 बज्यो र हाम्रो भयो छुट्टी। अब लाग्यौँ हामी घरतिर मिलेर 3 भाइ जुट्टी। यतिकै भिडियो बनाउँदै जाँदा देखेँ मैले मेरो फलोवर्स र उनीहरू खुसी भइरहेका थिए भिडियोमा आउनु पाउँदा। थ्याङ्क यू भन्न चाहेँ मैले यहाँ भिडियोबाटै मेरो फलोवर्सहरूलाई। नेपालको केटातर्फको होचो मान्छे राजेन्द्र खड्की हुन् भने हाम्रो कलेजको सबसे होचो मान्छे चाहिँ उहाँ हो, जेलिस्मा पोखरेल। लगन हिलमा चलिरहेको जात्रा सँगसँगै हाम्रो यात्रा पनि निरन्तर रह्यो आफ्नो रुमतर्फ जाने, र म र मेरो साथी चाहिँ गफ गर्दै हिँडिरहेका थियौँ। यतिकैमा आउनुभयो अगाडिबाट मामाजी। यतिकैमा मेरो साथीको पनि रुम आउन आँट्यो र हामी छुट्टिनु पर्ने थियो र हामी छुट्टियौँ बाई भन्दै र लाग्यो आफ्नो गन्तव्यतर्फ र म नि आफ्नो रुमतर्फ आएँ। गाइस आजको लागि भिडियो यति नै हो। हस्, थ्याङ्क यू फर वाचिङ।